थ्याङ्क यू सर दुईजना मात्रै छ त अहिलेदेखि पर्ने होइन यता बस्दा पनि हुन्छ होइन त्यहाँ बस्छ तिमीलाई खदा लगाइदिन्छु नि म त्यहाँ बस्छ ए यहाँ अभि भौज बस्नु पर्यो नि बस्छ त्यहाँ बस्छ म खदा लिएर बस्छ न बस्छ नि के त सर आउनुहोस् पर्दैन एक्साइटेड भएर आएको छौँ मलाई त्यही त साथीहरू कोही बोलाएन मेरो साथीहरूले बर्थडे मनाउँदैन भन्दै थिए सरप्राइज दिएर भाउजूलाई केक चाहिँ कहाँ राखेको बाहिर राखेको क्या हौ कुर्ता साह्रो भन्दै थियो मेरो बुढीले कि कुर्ता ल्याइदिएको छु मैले हो यसैमा बाल्नु न त एकछिन न पहिला म एकछिन ननिकाल्नु नि त्यो यहाँ एकछिन ल यो छ एकछिन ल तपाईँ नलाइदिनु ल यो गिफ्ट छ कि तिमीलाई यो हेरिहाल्नु पहिला यस्तो हुन्छ नि कस्तो रोमान्टिक हेर्नु त छैन बाहिर राखेको रहेछ मेरो कुराले चाहिँ तिम्रो गिफ्ट के छ हेर खोला एकदम एक्सपेन्सिभ होला है खोला 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 आइफोन खोला फोन खोला न हेर त खोला 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 मैले हेर्दैछ उसलाई फोन थियो त हो हेर यस्तो हुन्छ है त्यो सरप्राइज अब आइफोन ल्याइदिएको मलाई खोला न आइफोन हेर फोटो खिच्छ ल के खिच्छ मेरो कुराले यस्तो आइफोन चाहिँ किन ल्याइदिएको हौ मलाई ओ प्रिसियस हेर आमा यस्तो महँगो दाम है यस्तो हुन्छ छ तिम्रो छैन भर्खर त बिहा गरेको लु अन गरेर त फोटो लगायो खिच्छ मेरो बुढा चाहिँ यो आइफोन ल्याइदिएको चाहिँ फोन पनि कहाँ गिफ्ट पनि बाहिर लुकाएर मान्छेले लगेको भए बर्बाद बाहिर राखेको छ यस्तो महँगो किन ल्याइदिएको हौ मलाई यस्तो महँगो गिफ्ट यस्तो हुन्छ है सिकिराख्नु बर्थडे मेरो बुढाले गिफ्ट पनि ल्याइदिएछ प्लेट ल्याइदिन्छु ल ए होइन यसो यहाँ छ नि भाउजू एकछिन है